दुईटा बच्चाहरू चाहिँ पिन खेलिरहेछन् यहाँ। बिचारी रुइहाली। त्यही त यसलाई मात्र मजा आएन रे कसम यसले यस्तो नि मार्दिन्थ्यो म। खै टच गरेर देखाउ न। आज म धेरै खुसी छु गाइज, किनभने आजभोलि मेरो भिडियोहरू पनि भाइरल हुँदै गएका छन्। सायद अब मेरो युट्युबर बन्ने सपना चाँडै नै पुरा हुन्छ होला। अस्तिको युट्युब सर्ट्समा चाहिँ 32,000 प्लस भ्युज गएको छ भने, अनि मेरो फेसबुक पेजमा चाहिँ 2.5 लाख भन्दा बढी भ्युज गएको छ, अनि मेरो टिकटकमा पनि राम्रै भ्युज जान्छ गाइज। अनि त्यही भएर चाहिँ म आज यति धेरै ह्याप्पी र मोटिभेटेड फिल गरिरहेको छु। अनि त्यही मोटिभेसनले गर्दा म आज यो भिडियो सुट गर्दैछु। नमस्ते एन्ड वेलकम टु माई च्यानल गाइज। मेरो नाम चाहिँ नजारो नवीन हो। अनि यसको तपाईहरू मिनिङ थाहा पाउन चाहनुहुन्छ भने, अनि नजारोको मिनिङ चाहिँ भ्यू भनेको दृश्य भन्ने लाग्छ भने, नवीनको अर्थ चाहिँ नयाँ भन्ने लाग्छ, तपाईहरूलाई थाहै होला। अनि यसको मतलब चाहिँ भयो नयाँ दृश्य, न्यू भ्यू भन्ने लाग्छ। अनि तपाईहरू मेरो नाम जस्तै होइन, यो च्यानलमा पनि नयाँ नयाँ कन्टेन्टहरू देख्न पाउने छौँ, नयाँ नयाँ युनिक भिडियोहरू पनि आउने छन्। आज चाहिँ स्याटरडे हो, त्यही भएर म हल्का एकछिनमा रेडी भएर अनि रिलहरू बनाउन, टिकटकहरू बनाउन एकछिनमा जानेछौँ होइन। मेरो साथी पनि आइरहेछ, सपना पनि होइन। अनि गाइज हिजो चाहिँ मेरो बर्थडे थियो, तर मैले बर्थडे मनाएन होइन। मैले बर्थडे चाहिँ हिजो दिनभरि सुतेर मनाइदिएँ, दिउँसभरि सुतेको थिएँ। सायद सपना पनि यो भिडियो हेर्दैछौ होला, हेर्दैछौ भने तिमीलाई धेरै धेरै थ्याङ्क यू सो मच भन्न चाहन्छु है। अनि तिमीले दिएको बर्थडे गिफ्टको लागि है, तिमीले दिएको गिफ्ट चाहिँ मलाई लास्टै मन पर्यो है। ल राम्रो छ, फेरि पनि वान्स अगेन थ्याङ्क यू है, थ्याङ्क यू सो मच। अब गाइज म एकछिनमा रेडी भएर निस्किन्छु होइन, अब उतै भेट्नेछौँ। ओहो ब्युटिफुल, के छ ठीक छ होइन के छ सन्चै छ। ल हेर यति राम्रो भएर को आउँछ भने म त फिदा भइसक्यो है। कहाँ गइरहेको छ भनिदेऊ नि त। हामी बेलापुरी धाम गइरहेका छु आज यतिकै भिडियो बनाउने भनेर। हामी गइरहेछौँ गाइज बेला होइन, बेला धाम मन्दिरमा। अनि भिडियो सुटिङ बनाउन, भिडियो टिकटक बनाउन गइरहेछौँ। अनि यहाँ हाम्रो साथी चाहिँ यहाँ चौधरी ड्रेस लगाएर दामी ब्युटिफुल बनेर आछन्। हाम्रो बहिनीको चाहिँ के कुरा गर्नु हो। I know there's something inside of me, but it's been masked by fear and anxiety. But no more. यता आउनु बाहिर निस्क्यौ, हिँड्दै जान्छौँ, भ्लग बनाउँदै भिडियो बनाउँदै। धन्यवाद अङ्कल। हेलो ब्युटिफुल। घाम चाहिँ धेरै छ है, लास्टै पोल्दैछ शरीर, यहाँ तिनी हाफ लगाएर आएको छु। अब उनीहरूलाई फरक पर्ला, मलाई त केही फरक पर्दैन। म कतै नि कालो मान्छे डढ्ने होइन होइन। अब यिनीहरूलाई फरक पर्ला ब्युटिफुल। गाइज हामी पुगिसक्यौँ होइन, बेलापुरी धाममा पुगिसकेका छौँ। अनि उता बेलाको मन्दिर चाहिँ उता होइन, अनि राम्रो छ ठाउँ यता। ल यहाँ डान्स गर्न लागिहाल्यो अहिले। ओ माई गड, ओ ल होइन आज एकदम डह्रो भिडियो बनाउनु पर्छ होइन। अनि तपाईँहरू पनि हेर्नुहोस् गाइस, तपाईँहरूले अनि टिकटकमा फलो गर्नु भएको छैन भने गरिहाल्नुहोस्। टिकटकमा राम्रो भिडियोहरू आउँछ होइन मेरो। अनि उहाँको पनि आउँछ, उहाँ त भाइरल मान्छे हो, अनि उहाँको पनि आउँछ होइन। साँच्ची भनेको गाइस यो टिकटकमा चाहिँ दामी दामी भ्लगहरू के भन्छन् भिडियोहरू आउँछ कि होइन, त्यहाँ चाहिँ हल्का भ्युजहरू जान्छ। त्यही भएर चाहिँ यता आज बनाउन आएको होइन। ओह माई गड, भ्यू हेर्नुहोस् गाइस, भ्यू हेर्नुहोस् न। अब यहाँदेखि त माथि जाने होइन। तिमीले लगाइदिने हो नि त, कसो समाजसेवा गर्नुपर्छ भने थाहा छैन। वाउ, आज म पनि धेरै दिनपछि आएको छु, लगभग 4-5 महिनापछि आएको छु म यहाँ। 4-5 महिनापछि गाइस। कहाँ भर्खर, पुरानो हो त, धेरै पुरानो। यहाँ चाहिँ शिवको मूर्ति बनिरहेको रहेछ, कम्प्लिट चाहिँ भएको छैन। भोक लागिसक्यो रे, कुरकुरे खाऊ भनिरहेछ कि। जागो पनि यस्तो हो यसलाई, खाना मात्र चाहिन्छ कि उसलाई, खाना मात्र होइन। यहाँ आजभोलि पसल पनि रहेछ, पहिला थिएन गाई। चटपटे लभर अनि चटपटे लभर। म त खान्न है गाई जङ्क फुडहरू। यहाँ हेर न मन्दिरमा पागल त पागल हेर्ने यहाँ मन्दिरमा आएछन्। यसो पूजासुजा गर्न छोड्यो होइन, भन्दाखेरि
पेट पूजा गर्ने अरे त्यसपछि पूजा गर्ने अरे यस्तो नि हुन्छ के को हुन्छ मेरो केसमा गाइज अहिले चाहिँ हामी भर्खर यता डान्स प्र्याक्टिस गरेर आयो होइन अनि त्यो ट्रेनिङ चलेको आज सँगसँगै त्योमा अनि म पछि यतातिर लगाइदिउँ आफ्नो डान्स कस्तो छ भनेर अहिले हामी प्र्याक्टिस गरेर गइरहेको छौँ अनि त्यहाँ अब टिकटक बनाउनलाई त्यहाँ माथि गइरहेको छौँ मन्दिरकोमा होइन कस्तो छ हाम्रो डान्स भनिदियो तपाईँ नि बब्बाल होइन राम्रो छ हाम्रो डान्सको 5 मिनटमा गरेको डान्स होइन कस्तो छ मलाई त्यही डान्स गर्न त आउँदैन त्यही मैले प्र्याक्टिस गरिरहेको छु कस्तो के भन्ने मैले आफ्नो दिएको छु बेस्ट दिएको छु खै कस्तो छ तपाईँहरू कमेन्ट गरेर भन्नु है यहाँ हाम्रो लागि अङ्कलले होइन यहाँ गेट खोलिसक्नु भएको छ अनि हामी पुरा टक्क यहाँबाट पिङ खेल्ने हो यता र म यो फोटो सोटो भेटाउने लो चुल्ली आऊ न माथिदेखि भाँचिन्न बरु हिजो यता अब हुन्थ्यो होइन बर्थडेमा गाइज होइन तर हिजो मेरो बर्थडे थियो मैले दिनभरि सुतेर बर्थडे मनाइदिएँ गाइज घरमा गाइज अब चाहिँ म यता पिङ खेल्छु होइन पिन लगाएको छ पिङ खेल्छु ल बहिनी बनाउ त त्यहाँदेखि भिडियो उता पछाडि गएर बनाऊ है ल त्यहाँसम्म आउनु सक्छु पछाडि जाऊ पछाडि जाऊ त्यहाँ आउने हो म पछाडि धकल न भने कस्तो कुरा ल भइहाल्यो ए दुईटा बच्चाहरू चाहिँ पिन खेलिरहेको छ नि ओ वाह बिचारी रुइहाली खतरा यसरी यति ठुलो भएर पनि दुईटा खेलिरहेछन् ल को धक्कल दिने तिमीलाई ल ल पहाडमा कति खेल्थ्यौँ हामी यहाँ चाहिँ दाइ बहिनी चाहिँ हामी यता खेलिरहेको छौँ होइन सँगै खेलिरहेको छौँ पिन उता हेर न नक्कली एक्लै खेलिरहेको छ गाइज हामीलाई खेल्नै दिएन बिचरा हामी होइन बहिनी मजा आइरहेछ नि 10 रुपियाँ तिर्यो पिङ खेल्नलाई पनि 10 रुपियाँ हामीले त्यत्तिकै हो मजा त के भन्छन् गर्नु पर्यो नि त होइन 100 रुपियाँ 10 रुपियाँको 30 रुपियाँ तिरेको छ तिनजनाले होइन यही खेल्नलाई त्यही पनि हजुरहरू पनि आउनु होला यता लास्टै मजा आउँछ अनि यो चाहिँ कहाँ रहेको छ भन्दाखेरि मेटारी भन्दा माथि अनि बेला तालधाम भन्ने ठाउँ हो होइन यो चाहिँ हामी चाहिँ गाइज फर्किन लागेको होइन अनि टिकटक रिलहरू बनाउँदै होइन 4 छकिहाल्यो अनि हामीले चाहिँ भ्लग सुटै गर्न पाएन गाइज त्यसको लागि सरी भन्न चाहन्छु अनि तिमी के भन्न चाहन्छौ म त बिल्कुल भी मजा नै आयो भन्न चाहन्छु त्यो भन्दा धेरै के मजा आएन तिमीलाई भन त बहिनी के बोल न त लास्टै मजा आयो गाइस त्यही त यसलाई मात्र मजा आएन रे मा कसम यसले यस्तो नि मार्दिन्थे म खै टच गरेर देखाउ न हेर अब के भन्नु भयो गाइस बाई बाई लाइक शेयर एन्ड सब्सक्राइब गाइस भइहाल्यो त्यही हो Oh yeah, I know that you ain't gon' get a second chance. Got one life until it ends.